हेलो गाइज, ह्याप्पी दसैँ सबैलाई। र हाम्रो दसैँको दिन भनेको आज खोलाको बगरतिर बित्यो, किनभने हामी गयौँ खोलातिर घुम्नलाई। र म र मेरो साथी आज गयौँ हामी चाहिँ खोलातिर। यो कासघारीको भाइरल भिडियो बनाउनु पर्यो भनेर हिँडेको। बाटो त खोज्दा खोज्दा हेर्दा यताउति हेर्छौँ होइन, बाटै छैन। अनि बाटो खोज्दै 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 हामी चाहिँ हिँड्यौँ होइन खोला बगरतिर। अनि हिँड्छौँ, यसो हेर्छु बाटो छैन, यता आएर बाटो छैन। अनि बाटो निकाल्यौँ जताततै छिरेर भए पनि होइन, बाहिरबाट बनाउँदा हुने रहेछ। तर हामी भित्रै गएर बनाउने भयौँ। सो दसैँ भनेको हाम्रो दशा लागे जस्तै दसैँ लागेछ, किनभने यस्तोले चाहिँ पुरै सर्ट टाँसेर होइन त्यो घोचे गरिरहेको थियो। मलाई त त्यति साह्रो घोचेन, किनकि म फुल सर्ट लगाएको थिएँ। अनि साथी चाहिँ हाफ सर्ट लगाइरहेको थियो, उसलाई चाहिँ पुरै भिजाइरहेको थियो होइन। अनि त्यसपछि चाहिँ अगाडि बाटै पुरै थिएन क्या। अनि यहाँनिर चाहिँ यसो निहुरेर हिँडिदिएको। त्यसपछि चाहिँ निस्क्यौँ यता बाहिर होइन। अनि बाहिर निस्केपछि ऊ चाहिँ पुरै सेतोहरू लागेको पुस्दै रहेछ। उसलाई चाहिँ थाहा नै छैन क्या, अहिले फेरि बाहिर निस्किने बेलामा फेरि टाँसिन्छ भनेर। डबल काम त हामी गर्दैनौँ, हामी सिङ्गल काम गर्छौँ। र म लोकेसन हेर्दैछु कता बनाउने भनेर। यता साइड नै बनाउनु पर्छ, भित्र त सकिँदैन जस्तै छ त्यो घुट्नेले गरेर पनि। अब त्यसको नाम चाहिँ के हो मलाई थाहा भएन। र अब म बनाउँछु रिल्स 1-2वटा। अनि हामी जान्छौँ, फेरि घरतिर जान्छौँ कि कता जान्छौँ होइन, त्यो चाहिँ थाहा भएन। अनि पहिला चाहिँ हामीले रिल्स बनाउने त्यो साइडतिर चाहिँ मैले फिक्स्ड गरेँ होइन। त्यता अलिक सानो पनि छ। अनि यसो क्या मेरो हाइटभन्दा पनि ठुल्ठुलो छ क्या। अब मै हराउँछु भने त भिडियो कहाँ देखिन्छ। अनि त्यसो अलिक सानो खोज्नुपर्छ नि त। मेरो दाढीमा पनि अड्किरहेको छ, कस्तो साह्रो मलाई पिछा नछोड्ने हो, त्यति साह्रो नगर्दा नि हुन्छ नि। अनि म चाहिँ अब योहरू सब छोडेर एकछिन बनाउनु रिल्स जाने हो होइन। तपाईँहरू चाहिँ फुल भिडियो हेरिदिनु होला। र दसैँको हजुरहरूले दसैँमा के गर्नुभयो त्यो पनि मलाई भनिदिनु होला। र मैले गरेको चाहिँ भनेको यस्तै हो आजको डे। हजुरहरूलाई त थाहा नै भयो होला मेरो फुल भिडियो हेरेपछि होइन। हामीले त गर्ने भनेको यति नै हो। अनि तपाईँले चाहिँ के गर्नुभयो त्यो पनि कमेन्ट बक्समा मलाई भन्नु होला। र अब चाहिँ म रिल्स बनाउँछु, अनि त्यसपछि भेट्छु हजुरहरूसँग। रिल्स चाहिँ हामीले बनाइसक्यौँ। अब जान्छौँ हामी कता भन्दा चोकतिर, किनभने अब हाम्रो यहाँको काम सक्यो। अब चोकतिर हेरौँ न के छ कस्तो छ। दिउँसो जाँदाखेरि त केही त्यस्तो थिएन होइन, भिडभाडहरू पुरै साइलेन्ट क्या दसैँमा त। अनि सब आफ्नो गाउँ गए जस्तै होइन। यहाँ चाहिँ केही दमक मात्रै केही नहुने क्या, पुरै साइलेन्टली है। अनि हामी चाहिँ लाग्यौँ चोकतिर। र चोकतिर हेर्दा त फलफुल पसलहरू टक्क थियो होइन। अलिअलि चाहिँ मान्छेहरूको भिड बेलुकातिर चाहिँ भएछ, दिउँसो नभए पनि। अनि हामी पनि चाहिँ लाग्यौँ आफ्नो घरतिर। यहाँदेखि थ्याङ्क यू सो मच, ह्याप्पी दसैँ।